नमस्ते स्वागत छ यहाँलाई मेरो युट्युब च्यानलमा र आजको यस भिडियोमा हामीहरू अरिथमेटिक अपरेटर्सको बारेमा पढ्न गइरहेका छौँ। अरिथमेटिक अपरेटर्स भनेको एउटा यस्तो अपरेटर हो जसले चाहिँ हामीलाई बेसिक म्याथमेटिकल क्याल्कुलेसन गर्नमा हेल्प गर्छ। जस्तै कि एडिसन, सब्ट्र्याक्सन, मल्टिप्लिकेसन, डिभिजन, एक्सपोनेन्सिएसन एन्ड मोडुलस। एडिसनले चाहिँ हामीलाई दुईटा डिजिटलाई एड गर्नमा हेल्प गर्छ। सब्ट्र्याक्सनले चाहिँ हामीलाई दुईटा डिजिटलाई सब्ट्र्याक्ट गर्नमा हेल्प गर्छ। अनि यहाँ लेखिएको छ सब्ट्र्याक्ट्स द राइट ह्यान्ड अपरेन्ट फ्रम द लेफ्ट ह्यान्ड अपरेन्ट। जस्तै हामीले 7मा चाहिँ हामीले 5 घटाउनु छ भने हामीले 7लाई चाहिँ लेफ्ट साइडतिर राखेर अनि -5 गर्नुपर्ने हुन्छ। मल्टिप्लिकेसनले चाहिँ हामीलाई दुईटा नम्बरलाई मल्टिपल गर्नमा हेल्प गर्छ। डिभिजनले चाहिँ हामीलाई दुईटा नम्बरलाई डिभाइड गर्नमा हेल्प गर्छ। एक्सपोनेन्सिएसनले चाहिँ हामीलाई जस्तै कुनै पनि डिजिटको पावर भ्यालु निकाल्नु छ भने हामीले त्यति बेला एक्सपोनेन्सिएसन युज गर्छौँ। र मोडुलस भनेको चाहिँ यदि हामीले दुईटा डिजिटलाई डिभाइड गरिरहेको छौँ र त्यहाँबाट रिमाइन्डर निस्किन्छ भने त्यसलाई चाहिँ हामीले मोडुलस भन्ने गर्छौँ। सो यति नै थियो यसको थ्योरी र अब यसलाई हामीले VS कोडमा एक्जिक्युट गर्नेछौँ। सो लेट्स गेट इन्टु VS कोड। भर्खरै हामीले अरिथमेटिक अपरेटर्सको बारेमा पढेको थियौँ र अब यसलाई हामी VS कोडमा एक्जिक्युट गरिरहेछौँ। सबभन्दा पहिला हामी एडिसनलाई एक्जिक्युट गर्नेछौँ, एडिसन.py। एडिसनले चाहिँ हामीलाई दुईटा नम्बरलाई एड गर्नमा हेल्प गर्छ भनेर पढेको थियौँ र दुईटा नम्बरलाई स्टोर गर्नको लागि म चाहिँ दुईटा भेरिएबल बनाउन गइरहेको छु विथ द नेम अफ एक्स एन्ड वाइ। एक्समा चाहिँ दिँदैछु 60, वाइमा दिँदैछु 50। नाउ फेरि अर्को भेरिएबल चाहिने हुन्छ हामीलाई यो एडिसनको रिजल्टलाई स्टोर गर्नुको लागि। यसको नाम चाहिँ दिएँ मैले सम इज इक्वल्स टु एक्स प्लस वाइ। र हामीले चाहिँ एडिसन गर्दा चाहिँ यो वाइ प्लस एक्स अथवा एक्स प्लस वाइ दुइटै गर्दा पनि हुन्छ। हाम्रो रिजल्ट अथवा आउटपुट चाहिँ सेम नै आउने गर्छ। सो अब यसलाई चाहिँ प्रिन्ट गरेर हेरौँ। प्रिन्ट द सम अफ टु नम्बर इज सम। प्रोग्रामलाई सेभ गरेँ, अब रन गरेर हेरौँ। सो हेर्न सक्नुहुन्छ हाम्रो आउटपुट आएको छ द सम अफ टु नम्बर इज 110। 60 प्लस 50 गर्दा चाहिँ हाम्रो रिजल्ट आएको छ 110। अर्को अपरेटर रहेको छ सब्ट्र्याक्सन, सब्ट्र्याक्सन.py। अनि हामीले सब्ट्र्याक्सनमा चाहिँ पढेको थियौँ इट हेल्प्स अस टु सब्ट्र्याक्ट द राइट ह्यान्ड अपरेन्ट फ्रम द लेफ्ट ह्यान्ड अपरेन्ट। यसले पनि त्यही दुईटा नम्बरलाई नै सब्ट्र्याक्ट गर्नमा हेल्प गर्छ। तर जुन भ्यालुलाई हामीले सब्ट्र्याक्ट गर्न खोजिरहेको छौँ त्यो भ्यालुलाई चाहिँ हामीले लेफ्ट साइडमा अनि त्यो भ्यालुलाई जति नै हामीले सब्ट्र्याक्ट गरिरहेको छौँ त्यो भ्यालुलाई चाहिँ हामीले राइट साइडमा राख्नुपर्ने हुन्छ। सो मैले फेरि दुईटा भेरिएबल बनाउनु गइरहेको छु विथ द नेम अफ एक्स एन्ड वाइ। एक्समा दिएँ मैले 60, वाइमा दिएँ मैले 50। फेरि अर्को भेरिएबल टु स्टोर द सब्ट्र्याक्सन रिजल्ट, यसको नाम चाहिँ मैले दिएँ सब इज इक्वल्स टु एक्स माइनस वाइ। र यसमा चाहिँ हामीले जस्तै वाइ माइनस एक्स गऱ्यो भने चाहिँ रिजल्ट डिफ्रेन्ट आउने गर्छ। सो हामीले चाहिँ यहाँ चाहिँ राम्रोसँग ध्यान दिएर राख्नुपर्ने हुन्छ। सो मैले चाहिँ अब प्रिन्ट गरेर यसलाई प्रिन्ट द सब्ट्र्याक्सन भ्यालु इज सब। प्रोग्रामलाई सेभ गरेँ, नाउ रन गरेर हेरौँ। सो हाम्रो आउटपुट आएको छ द सब्ट्र्याक्सन भ्यालु इज 10। 60 माइनस 50 गर्दा चाहिँ रिजल्ट हाम्रो आएको छ 10। अर्को अपरेटर रहेको छ मल्टिप्लिकेसन .py। मल्टिप्लिकेसनले पनि हामीलाई त्यही दुईटा नम्बरलाई चाहिँ मल्टिप्लाई गर्नमा हेल्प गर्छ भनेर पढेको थियौँ। यसको लागि पनि फेरि मैले दुईटा भेरिएबल बनाउनु गएको छु फर द टु नम्बर्स विथ द नेम अफ एक्स एन्ड वाइ। एक्समा राखेँ मैले 40, वाइमा राख्दैछु 20। नाउ फेरि अर्को भेरिएबल चाहिने हुन्छ टु स्टोर द मल्टिप्लिकेसनको रिजल्ट। सो यसको नाम राखेँ मैले मल इज इक्वल्स टु एक्स इन्टु वाइ। फेरि यसमा पनि हामीले चाहिँ वाइ इन्टु एक्स गर्दा पनि सेम रिजल्ट एन्ड एक्स इन्टु वाइ गर्दा पनि सेम रिजल्ट आउँछ। सो यसको लागि पनि हामीले जतासुकै राख्दा फरक पर्दैन। सो प्रिन्ट गरेर हेरौँ। प्रिन्ट द मल्टिप्लिकेसन नम्बर इज मल। प्रोग्रामलाई सेभ गरेँ मैले, नाउ रन गरौँ। रन गरेर हेर्दा हाम्रो आउटपुट आएको छ द मल्टिप्लिकेसन नम्बर इज 800। 40 इन्टु 20 गर्दा चाहिँ हाम्रो रिजल्ट आएको छ 800। अर्को अपरेटर रहेको छ डिभिजन .py। सो डिभिजनले पनि हामीलाई दुईटा नम्बरलाई डिभाइड गर्नमा हेल्प गर्छ भनेर पढेको थियौँ।
र यसमा लेखेको छ डिभाइस द लेफ्ट ह्यान्ड अपरेन्ड बाइ द राइट ह्यान्ड अपरेन्ड भन्न खोजेको कि जतिलाई हामीले डिभाइड गर्न गइरहेको छौँ त्यसलाई चाहिँ फेरि हामीले चाहिँ लेफ्ट साइडमै दिनुपर्ने हुन्छ र त्यो भ्यालुलाई हामीले जतिले चाहिँ डिभाइड गर्न खोजिरहेको छौँ त्यसलाई चाहिँ हामीले राइट साइडमा राख्नुपर्ने हुन्छ सो फेरि म दुईवटा भेरिएबल बनाउनु गइरहेको छु एक्समा दिएँ मैले 60 वाइमा दिएँ मैले 30 सो फेरि अर्को भेरिएबल टु स्टोर द डिभिजन रिजल्ट यसको नाम दिएँ मैले डिभ इज इक्वल्स टु एक्स बाई वाइ सो फेरि यदि हामीले वाइ बाई एक्स गरेको रिजल्ट डिफ्रेन्ट आउने गर्छ सो त्यसैले यसमा पनि फेरि हामीले ध्यान दिएर राख्नुपर्ने हुन्छ हाम्रो भेरिएबलहरूलाई सो प्रिन्ट गरेर हेरौँ प्रिन्ट द डिभिजन रिजल्ट इज डिभ सो प्रोग्रामलाई सेभ गरेँ मैले नाउ रन गरेर हेरौँ सो हाम्रो आउटपुट आएको छ द डिभिजन रिजल्ट इज 2.0 मतलब कि 2 सो 60/30 गर्दा चाहिँ हाम्रो रिजल्ट आउने गर्छ 2 यसलाई चाहिँ क्लियर गरौँ सो अनि हाम्रो चाहिँ फेरि अर्को अपरेटर रहेको छ एक्सपोनेन्सिएसन एक्सपोनेन्सिएसनमा चाहिँ हामीले पढेको थियौँ इट एलोज अस टु रेज अ नम्बर टु द पावर अफ एनदर नम्बर मतलब कि हामीलाई कुनै पनि डिजिटको पावर भ्यालु निकाल्नु छ भने हामीले त्यति बेला चाहिँ एक्सपोनेन्सिएसन युज गर्ने गर्छौँ भनेर पढेको थियौँ सो यसको लागि चाहिँ हामीले तिनवटा भेरिएबल बनाइराख्नु परेन दुईवटा मात्रै भेरिएबल बनाउँदा पुग्छ एक्स इज इक्वल्स टु 10 र अर्को चाहिँ हामीले एक्सपोनेन्सिएसनको रिजल्ट स्टोर गर्नको लागि चाहिँ भेरिएबल बनाउँदा गइरहेको छु विथ द नेम एक्सपी इज इक्वल्स टु एक्स मोडुलस 2 राखेँ मैले जस्तै 10 टु द पावर 2 भयो कि यो चाहिँ अब यसलाई चाहिँ प्रिन्ट गरेर हेरौँ द एक्सपोनेन्सिएसन रिजल्ट इज EXP सो प्रोग्रामलाई मैले फेरि सेभ गरिसकेको छु नाउ रन गरौँ सो हाम्रो आउटपुट आएको छ द एक्सपोनेन्सिएसन रिजल्ट इज 100 जस्तै 10 टु द पावर 2 गऱ्यो भने हाम्रो रिजल्ट आउने गर्छ 100 सो अनि हाम्रो चाहिँ लास्ट एउटा अपरेटर रहेको छ मोडुलस मोडुलस डट पिवाई मोडुलसमा चाहिँ हामीले पढेको थियौँ इट हेल्प्स अस टु रिटर्न्स द रिमाइन्डर वेन द लेफ्ट ह्यान्ड अपरेन्ड इज डिभाइडेड बाई द राइट ह्यान्ड अपरेन्ड दुईवटा डिजिटलाई हामीले डिभाइड गर्दा त्यसको रिमाइन्डर आउँछ भने त्यसलाई चाहिँ हामीले मोडुलस भन्ने गर्छौँ र मोडुलसमा पनि ध्यान दिनुपर्ने कुरा जतिलाई हामीले डिभाइड गर्न गइरहेको छौँ त्यसलाई चाहिँ हामीले लेफ्ट साइडमा अनि जतिले हामीले त्यसलाई चाहिँ डिभाइड गरिरहेको छौँ त्यसलाई चाहिँ हामीले राइट साइडमा राख्नुपर्ने हुन्छ सो फेरि यसको लागि मैले दुईवटा भेरिएबल बनाएँ टु स्टोर द 2 नम्बर्स विथ द नेम अफ एक्स एन्ड वाइ एक्समा चाहिँ मैले दिएँ फेरि 50 अनि वाइमा चाहिँ दिँदैछु 30 सो अब चाहिँ फेरि यसको अर्को भेरिएबल टु स्टोर द मोडुलस रिजल्ट्स यसको नाम दिएँ मैले मोडुलस अनि इज इक्वल्स टु एक्स मोडुलसको सिम्बल वाइ अब यसलाई प्रिन्ट गरेर हेरौँ प्रिन्ट द मोडुलस रिजल्ट इज मोडुलस प्रोग्रामलाई मैले सेभ गरेँ नाउ रन गरौँ सो हाम्रो आएको छ रिजल्ट द मोडुलस रिजल्ट इज 20 50/30 गर्दा 30 भन्छ 30 अनि बच्यो 20 सो त्यही नै हाम्रो रिजल्ट आएको छ सो यति नै थियो आजको लागि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो यदि हजुरहरूलाई भिडियो मन परेमा भिडियोलाई लाइक सेयर अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू